टिकट काट्ने हो यहाँ हैन होला नि नाग पञ्चमी भएर होला नि चौरा साथीहरू चौरा निकै अप्ठ्यारो भएको छ उहाँको जग्गाजन आफूले सक्ने लाइन हो कि क्या प्लास्टिक चढ्ने पदार्थहरू पोखरीको वरिपरि नफालिनु हुन अनुरोध गर्दछु साथै धूपबत्ती यता स्थानमा बाँधिनु हुन अनुरोध गर्दछु सम्पूर्ण भक्तजनहरू चर्को घाम छ आरामदायी लाइन बसी दर्शन गर्ने हुन अनुरोध गर्दछु गर्जनलाई कति ठुल्ठुलो माछाहरू कति धेरै के गर्ने माछालाई दिने हो यो आमाले बेचिरहनु भएको रहेछ बुढी मान्छेले भएर किनिदिएको नि हजुर लाइनमा बस्यो कहाँ बस्यो यो झोला बोकेर अगाडि बस्यो बरु यहाँ हाल्ने हो उता उता हाल्ने हो कि हाल्दै जाने यहीँको मात्र हाल्ने है यहाँको 40-50 मिनट यहीँको कुरा आयो माछालाई कति धेरै माछाहरू ल हाल्दै जानु ऊ यता पनि हाल्नु न हालिसक्यो हो क्या मैले आज मान्छे धेरै रहेछ है आज यहाँ पूजा गर्न नाकमा थानमा पूजा गर्न आउँछ नि हामी उताबाट घुम्नु पर्ने होला नि यो त उल्टो भयो तपाईहरु उल्टो जहिले यताबाट घुम्ने बानी भयो अरे क्या है अनि पहिलो जहिले यता घुम्छु है यहाँ बस्ने आमालाई थाहा आज चाहिँ हामी टाउडा आएको नागको दर्शन गर्न धेरै लाइन छ सबैजना आउनु होला नाग पञ्चमीमा यहाँ टाउडामा मेला लाग्छ
थाप्न आउँछ र त कति धेरै आउने छ है यहाँ धेरै ऊ त्यहाँ पर सबले माछालाई खाने हो त आज धेरै मान्छे रहेछ यस्तो राम्रो के यहाँ त आनन्द हुने के आए पनि है रमाइलो हुने के शान्त पानी त होला नि यो है यस्तो राम्रो हेर्नु माछाहरू खेलेदेखि आनन्द आएको क्या आज त कति आउँछ नि धेरै यता यता चाहिँ धेरै छैन रहेछ होइन अगाएको हो नि ओ आयो आयो हालिदिनु न खानेकुरा ऊ हालेको कति धेरै आयो यहाँ माथि चाहिँ के छ यहाँ माथि बस्ने ठाउँ होला नि ए ए ए माथि बस्ने ठाउँ होला यहाँबाट बाटो रहेछ कहाँ भने हामी उल्टो घुम्यो है तर केही छैन पहिले पहिले यतैबाट घुम्थ्यो क्या हामी यतै गएको थियो पहिला सबै मान्छेहरू यता आइरह हामी चाहिँ यता यता यहाँको नाक तान्छ नि है दिदी कहिले हो अरे यहाँको नाक तान्ने नियम पनि कहिले हो जाने भने के अरे उहाँ इन्द्रद्वारको र अनि पनौतीको भने होइन अब यहाँबाट पटलमा पनि जानु उता यहाँ आउने ऊ त्यो भएपछि मात्रै खै के हुन्छ भन्ने छ नि यहाँको पनौती लान्छ भने कि पनौती पनौती जाने है पनौती जाँदाखेरि यहाँको यो मगहरू के सबै के ढल्या हुन्छ नि है तपाईँको जुन बाटो जान्छ होइन त्यही बाटोको मकैबारी त्यो धानबाट के हुन्छ नि त्यो चाहिँ त्यही साइडतिर चाहिँ लडेको हुन्छ पछि आउँछ नि त सबै के हो यहाँको नाकको नाम तपाईँ यहाँ लाग्छ अनि त्यो कस्तो आयो पहिलाको पालि त्यति भिड हुन्थेन यसपालि त हामीले बिहान आएदेखि 5:30देखि अब 6 बजीदेखि हामीले सुरु गरेको यहाँ होइन अहिलेसम्म होला नि है हाम्रो शुभकामना एकाडेमी स्कुल चाहिँ हेर्ने हो हाम्रो अहिले स्काउटको भाइ बहिनीहरू त्यही शुभकामनाको स्कुलको बच्चाहरू चाहिँ हुनुहुन्छ त्यही हो अनि हाम्रो चाहिँ म बस्ने टेबु कालीमाटी ए यतै नजिक तपाईँसँग हाम्रो स्वयं हो हेलो नजिकै छ भन्नु पऱ्यो हामी ए छिमेकी रहेछ है छिमेकी हामी स्विमिङमा पनि उता तपाईँको 5 लाख बुद्ध जयन्तीमा बुद्ध पार्कमा हो ठिक छ राम्रो हुन्छ भने
आफ्नो शब्द गर्नु होइन अहिले पनि म यो उसमा क्या यो के अरे नागेश्वर छ नि माथि भोलि पछि माथि क्या नागेश्वर त्यो फर्किने नाम तर नागेश्वर चाहिँ त्यहाँनिर छ नि त्यहाँनिर भएको बाटो चोक छ आज कति तारिक आयो दर्शन गरेर त्यहाँ जानु कति धेरै लाइन दिएको अहिले यहाँ आउनु न मेरो बेलामा आएको छ नि त्यहाँ त्यहाँ पनि मेला लाग्छ नि त्यहाँ आज पछि त्यो राम्रो भएको गएको थियो नि त हो र त्यहाँ हाम्रो उयोमा के दाइ हुन्छ म नाम के दाइ मैले ठ्याक्कै नाम दिन्छु मलाई भन्नुहुँदैन त्यहाँतिर आएर मलाई फोन गर्नु तपाईँलाई के गर्नुपर्छ म गर्नुलाई भन्नुहुन्थ्यो कि हाम्रो पनि आएको चाहिँ छैन अस्तिबाट अस्ति चाहिँ धेरै थियो मेला म प्रायः म छोडेको थिएँ उहाँ चाहिँ त्यो के महाराज हाम्रो महाराज भन्नुहुन्छ होला दक्षिणकाली माता अहिले हाम्रो त आज त्यहाँको आएको बेलामा मलाई सिङ्गल ब्रिज नि त्यहाँनिर आकाश भैरवको मेला लाग्नु लाग्यो त अब यो इन्द्र जात्रामा त हो नि लाग्यो त अनि इन्द्र जात्रामा अब हाम्रो चाहिँ कस्तो भने यो आदेश्वरको रामायण भजन थाहा छ है तपाईँलाई प्रत्येक मन्दिरमा हुन्छ नि त है अनि हाम्रो चाहिँ के अरे म चाहिँ त्यहाँनिरबाट हाम्रो रामायण भजन नेपालमा सुरु भएकै त्यहाँबाट आदेश्वरबाट अहिले 93 वर्ष भयो अति वैशाख अस्तिको त थाहा छैन भनेर अहिले जाने अब वैशाख 80 तिर्सनमा बाँकी गर्छ मन्दिरमा शाखा जस्तै त्यो हाम्रो यसको केन्द्र पनि छ म चाहिँ केन्द्रीय सदस्य पनि हो अनि त्यही भएर अनि चलाएको भएन होइन बाबाको कृपा बाबाको कृपाले त होला नि त्यो पुगेको छु होइन अब अहिले चाहिँ अनि त्यो सबैजनालाई भनेको भाइहरूलाई गरेर अस्ति भक्तै म चाहिँ बाहिर उसरी जानु आफ्नो मनलाई पनि होइन अब एउटा हाम्रो हाम्रो श्रीमती उयो पनि अब अलिकति गर्नुपर्छ भनेर भन्ने छ नि त राम्रो हुन्छ भन्ने छ नि त त्यो हिसाबले चाहिँ हामीले आफ्नो शरीरले नसके मनले सके धनले होइन सके तनले भन्छ नि त्यो हिसाबले होइन आफूले सकेको चाहिँ यो घरमा नेपालमा लिएर आइसकेपछि उहिले पहिला त हामीलाई पनि त थाहा छैन नि होइन जन्मले अब खाने गरेपछि मात्रै त जीवन होइन रहेछ भनेर हामीले त यो फिल्ममा हिँडिसकेपछि त बुझ्यो नि त होइन घरबाट बाहिर निस्केको बाहिरको वातावरण हामी घरको भित्रको भित्रै बस्यो भने के थाहा हुन्छ त्यो घरबाट बाहिर फिल्ममा निस्किँदैन नि पनि थाहा हुँदैन कि अनि हामीले कुरा गर्नु होइन हामीलाई नै यस्तो हो र भनेर हामीलाई चाहिँ भनिदिन्छ कि है त्यसको कारणले चाहिँ कस्तो राम्रो के हाम्रो गिटार हेर्नु न अलिक खाना भनेको त्यही हो कहाँ भदौमा हो नि यहाँको नाच गाने त बनाउँथ्यो होइन त्यो नाच कन्टेन्टमा पनि हो अरू केमा पनि छ त्यतिखेर त एकदम चाल पानी पर्छ नाच पर्छ भने आजै भइगयो चाल पानी पर्छ यो हाम्रो हो
अर्को भनेर राख्नु नाक नाक डक्टर नाकै दुख्छ पहिलेको सबै पहिलेको के होला नि मेरो हजुरबा चाहिँ मेरो कस्तो भगवतीहरूमा पहिला राजाहरूको लडाइँ पर्थ्यो नि त त्यो लडाइँ पर्दाखेरि त्यो भगवतीको एक साइजको हाते तपाईँले नारा भगवती याद गर्नु भएको थिएन होइन त्यो भगवतीमा एक साइजमा भगवतीको हातै काटेको साइजले काटेको बिहान छुपिरहेको हुन्छ होइन त्यतिखेर चाहिँ प्रचेष्ट उनीहरूको लडाइँ पर्दाखेरि अनि त्यो ठाउँबाट चाहिँ अनि हाम्रो उताको गोर्खाको माथि उहाँहरू बसिसकेको थिएन अनि उनीहरूले चाहिँ ल तिमीहरू अब यहीँ बस्नु भनेर त्यो ठाउँ दिएर अब हजुरबाहरू त्यहाँ पुगेर खास हाम्रो हजुरबाको त्यहाँनिर हुन्थ्यो त्यतिखेर त अब त्यहाँनिर बेलुका त्यो भगवतीहरू हिँडिरहेको हुन्छ कि हिँड्दाखेरि त्यो भगवतीको आँगन थिएन आँगनबाटै हिँड्थ्यो कि राति चाहिँ त्यो छ्याङ छ्याङ आवाज आउँथ्यो हेर्दाखेरि चाहिँ हिँडिरहेको अब राजाहरूको त्यतिखेर लडाइँ पर्थ्यो अब भगवान्सँग लडाइँ पर्थ्यो कस्तो होला त्यो अब अहिले हामी त्यो सुन्यो भने त प्रकाशले आएको अन्त प्रुफ गर्छ होइन कसरी थाहा पाउनु पर्छ के त हावा कुरा गरेर तपाईँले यहाँ हेर्नु न यहाँ दर्शन गर्नुभयो फुल चढाउँ भने खै दिनु यता त्यो भन्न त्यो भाइ नाग राजा यो चलाउनु मिल्दैन जस्तो त्यो हो यही राखिदिनु न हो त्यहाँ भयो ल है सबैजनाले दर्शन गर्नु होला टौटाको नाग राजा यहाँ हाल्नु न अलि धेरै कति धेरै आएको छ हेर्नु ल गफ गर्दा गर्दा यहाँ आइपुग्यो है कति छिटो एउटा टमाटर भगल गाउन आउनुहुन्न बोलाइराख्नु हुँदैन गाउन त मलाई पनि आउँछ पनि गाउँछ हामीले नै गाउँछ हामीलाई दर्शन दिनु है आज त यता चाहिँ भजन आइपुग्यो है हामी चाहिँ एक राउन्ड हानेर ल होइन त गफ गर्दा गर्दै पुगिसक्यो चप्पल यहीँ पुगाल्ने हो धन्यवाद असक्त हुनुहुन्छ भने हाम्रा स्वयंसेवक साथीहरू दर्शन हुँदैछ साथीहरू माथि बाहिर गएर सबै प्लास्टिक जन्य अन्य सामग्रीहरू पठाउनु हुन म अनुरोध गर्दछु साथै
ज्येष्ठ नागरिक हुनुहुन्छ भने हजुरहरूले साधारण निमन्त्रणा यो आउँदो भदौ 6 गते शनिबारको दिन लाइन दिएर हाम्रो कृष्ण झुला कार्यक्रम यसै एउटा संस्था भवनमा हुँदैछ। कृष्ण झुला कार्यक्रममा हजुरहरू सहभागी भइदिनु हुन म सादर अनुरोध गर्दछु। धन्यवाद। भयो गर्मी भयो गर्मी भएन हामी चाहिँ तौराबाट फर्किनु है एकदम मान्छे लिनु रहेछ है के किन्नुहुन्छ कि ल है साथीहरू हामी चाहिँ ल यहाँबाट फर्किन्छौँ। दुवै खुट्टा खर्च चलाउन निकै